गयाजीको ड्याम गया श्राद्ध गरेर चाहिँ हामी यो गया ड्याम पुल तर्दैछौँ। यो चाहिँ लगभग धेरै लामो पुल छ होइन। साथीहरू चाहिँ आउँदैन यो के गर्ने अब साथीहरू नआएपछि के गर्नु नआयो भने हिँड्नु परिहाल्यो। साला यहाँ रेकर्ड भइरहेछ। यो चाहिँ तीर्थस्थल हामी चाहिँ गयाको तीर्थस्थल आएछौँ। यहाँ चाहिँ हामीले श्राद्ध सकेर यो चाहिँ हामी आइरहेछौँ होइन। पुल तर श्राद्ध आज औँसी कुसे औँसी पनि हो बुवाको मुख हेर्ने दिन पनि हो। हामीले चाहिँ अब बितिसक्नु भएको र स्वर्गवास भइसक्नु भएको कारणले यहाँबाटै गयाजीबाटै हामीले चाहिँ पिताजीको माताजीको अथवा सम्पूर्ण पृथ्वीहरूको चाहिँ सम्झनामा कार्यक्रम सकेर यो लामो पुल तर्दैछौँ। यहाँ मेरो अब धर्मपत्नीसँगै साथमा हाम्रो महारानी पनि आउनुभएको छ। अब इन्डियाको घुमघाम हाम्रो चाहिँ लगभग 25-30 दिनको हुनेछ। त्यस बिचमा अब विभिन्न ठाउँमा देवस्थलहरूमा पुगिनेछ र यो हाम्रो कार्यक्रम हुनेछ। ल